यस पटकको दशैंको टिका लगत्तै हामी अर्घाखाँची जिल्लास्थित सुपा देउराली मन्दिर दर्शन गर्न जाने सोचमा थियौँ। यस प्रयोजनका लागि हामी टिकाको दिन बयरगारी पुग्ने, त्यहीँ बास बस्ने र 17 गते बयरगारीबाट बुटवलतर्फ जाने योजनामा थियौँ। वर्षाले सुकिलो पारेका हरिय दृश्यसँग पहाडका घुम्टीहरूबीच लुकामारी खेल्दै हामी बुटवलतर्फ लाग्यौँ। 17 गते साँझ हामी बुटवलमा बस्यौँ। असोज 18, 19 र 20 गते मौसम प्रतिकूल भई भारी वर्षा हुने सूचना र यात्रा नगर्नका लागि राज्य स्तरबाट सूचना पनि जारी गरिएको थियो। हामी पनि अलमलमा पर्यौँ। हामी यात्रामा निश्चित भएर निस्किसकेका थियौँ, तर यो सूचनाले के हुन्छ कसो हुन्छ भन्ने दुविधा मनमा चलिरह्यो। बेलुका हल्का वर्षा भयो, तर भने जस्तै भारी वर्षा भएन। तर पूर्वी नेपालमा भने भविष्यवाणीमा भने जस्तै वर्षा भयो। हामी 18 गते पूर्व पश्चिम राजमार्गको गोरुसिङेबाट उत्तर अर्घाखाँचीतर्फ लाग्यौँ। सुन्दर भूदृश्यहरूलाई निहार्दै हामी समुद्र सतहबाट करिब 1540 मिटर उचाइमा अवस्थित सुपा देउराली मन्दिरमा पुग्यौँ। दशैंको अवसर भएकोले मन्दिरमा दर्शनार्थीहरूको अत्यधिक भिड थियो। राजमार्गको किनारामा रहेको उक्त सुन्दर मन्दिर सन्धि खर्क पुग्न करिब 13 किलोमिटर अगावै रहेछ। पहाडको डिलमा रहेको उक्त मन्दिर भक्तहरूको कामना पूरा गर्न प्रख्यात रहेछन् र त्यहाँ उपस्थित भिडले पनि उक्त कुरालाई पुष्टि गरेको देखिन्छ। यसरी दशैंको अवसर पारेर एउटा मनमोहक तीर्थस्थल भ्रमण गर्ने, दर्शन गर्ने र आफ्ना भावनाहरूलाई साकार पार्ने जुन हाम्रो सोच थियो त्यसलाई सम्पन्न गर्न पाएकोमा हामी खुसी भयौँ। करिब 2.5 घन्टाको गाडीको यात्रापछि हामीले केही समय त्यहाँ व्यतीत गरेका थियौँ, दर्शन गरेका थियौँ र त्यस पश्चात हामी खाजा खाएर लाहुरे टाँगिएको भित्तालाई हेरेर हामी पुनः बुटवलतर्फ फर्किएका थियौँ र बुटवल फर्कँदा झमक्क साँझ परेको थियो।